पहिला पनि गोरु जोत्नुहुन्थ्यो कि बुढो अहिले मात्र हो? 14-15 वर्ष भइसक्यो। पहिला जोत्थे, आजकल छोडेको। अब यसो जोत्न मन लाग्यो, त्यसैले गोरु सोरु ल्याएर जोतिराखौँ। बाजेको पालामा सिकाएको, छोडेको धेरै वर्ष भएर जोत्न यसो रहर लागेर जोतिराखौँ। पहिलाको भन्दा त अलिक गाह्रै होला है, जोतिराखेपछि सजिलो हुन्थ्यो होला। सुरुमा त अब धेरै साल भयो नि त, अलिक गाह्रै होला। गाह्रो छ धेरै, छोडेको हुनाले दिनको एक गरा जोत्न ठिक्क भइरहेछ। छोडेको काम सुरु गर्न गाह्रै हुन्छ, पछि बानी परेपछि त ठिकै हो। ठिकै छ, पनि रमाइलो लागिरहेछ। रमाइलो हो नि त, पुरानो कुराको अनुभव गर्न पाउनु रमाइलो हुन्छ। यस्तै हो। अब हामी भने बर्खाको टाइममा बिहान खेत जोत्ने, दिउँसो चाहिँ आफ्नो काममा जाने, यस्तै चलिरहेछ हाम्रो काम दिनचर्या। तपाईँहरूलाई कस्तो लाग्छ भन्नु होला।